ल फाइनली हामी यहाँनिर आइपुग्यौँ माथिबाट होमस्टेबाट। अब यहाँको सिन चाहिँ यस्तो छ है गाइस, हेर्नु होला। यसलाई चाहिँ 32 चुरे भनेको चाहिँ यही हो। अनि त्यो तल देखिएको चाहिँ अब के अरे मोरङ साइड पर्छ। मोरङ चाहिँ यो पनि मोरङको बोर्डर हो भन्ने चाहिँ सुनेको छ। आधी मोरङ आधी धनकुटा है। जस्ट यहाँ हेर्नुहोस्, वाउ है यस्तो छ। यताको भ्यूहरू यस्तो छ फेरि हो, यहाँ यस्तो छ। यस्तो ठाउँ बाफ्रे, तलदेखि पर अनि गाउँहरू छ। यता तल चाहिँ केराबारी पर्यो होइन। म पनि फर्स्ट टाइम आएको, तर ठाउँ चाहिँ साँच्चीकै दामी छ। तपाईँहरू पनि आउनुहोस्, भिजिट गर्नु होला एकचोटि चाहिँ। तर एकदमै अप्ठ्यारो छ ठाउँ चाहिँ। यहाँदेखि तल झऱ्यो भने चाहिँ यस्तो फेरि हेर्नु होला, यस्तो छ, डेन्जर छ होइन। अनि बाटो पनि यस्तो छ। ल हेर्नुहोस् यतातिर, यो बाटो यताबाट आउँछ तर यस्तो अप्ठ्यारो छ, भिड छ है। यता हेर्नुहोस्, सूर्यको अर्को दृश्य है, यस्तो छ यहाँ जस्ट। अनि यता वाउ, यतातिर फर्क्यौँ हामी। अब आउँछ यता हेर्नुहोस्, यस्तो छ होइन। अनि यतापट्टि फेरि यस्तो छ है। वाउ, तर एकदमै चिसो छ, जाडो भइरहेको छ। हल्का हल्का पानी परेर पनि होला होइन। हामी चाहिँ बाइकमा आएको। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ अहिलेको सिजनमा चाहिँ। तर जब तपाईँहरू यहाँ आउनुहुन्छ नि होइन, एउटा छुट्टै खालको फिल हुन्छ क्या तपाईँहरूलाई। हेर्नुहोस् है, यहाँदेखि हेरौँ हामी, यस्तो डेन्जर ठाउँ छ नि। यो भिर हो, यो देख्दै हुन्छ नि, यो भिर हो तल गाउँहरू। अनि त्यो देखिँदै गरेको मलाई लाग्छ सायद